हेलो साथीहरू, आज म विशेष प्रो हन्टरसँग छु। यहाँ मिस्टर जगत लामा हुनुहुन्छ, एल्डर भाउ हुनुहुन्छ, अनि पास्टर जोसेफ राई। 2024 व्हाइट टेल डियर हन्टिङ ओहायोमा डियरलाई हेरिरहेको छु। यसको ठाउँहरू, गाउँहरू। Hello everyone, let's see here. White tail archery deer hunting. Here is my good friend, Elder. So he is a pro hunter. Today I got chance to with him. So he lost the one buck over here, right there. So it's a little dark. So yeah, we're learning and waiting for the dark. हेलो साथीहरू, आज म विशेष प्रो हन्टरसँग छु। यहाँ मिस्टर जगत लामा हुनुहुन्छ, एल्डर भाउ हुनुहुन्छ, अनि पास्टर जोसेफ राई। लर्नर मात्रै मोरे लर्नरै हो। अनि जेस पहिलोचोटि उहाँहरूले पास्टर जोसेफ अनि एल्डर जगतले अफर गर्नुभयो मलाई, आउनुहोस् न जोइन गऱ्यौँ भनेर। अनि बडो यो सुन्दर समय अवसर पाएँ मैले पनि। हामीले बिहान केही भिजिटिङ गऱ्यौँ, बगहरू भेट्नु त, तर अलिकति पाइक परेन हामीलाई, अलिकति टाढा पनि भयो। अनि बग अति नै फेरि चलाखिलो हुँदो रहेछ। एनिवे जे होस्, रमाइलो प्रभुको जर्नहरू होइन। तर आज उहाँलाई चाहिँ मैले भनेको थिएँ कि सँगै बस्ने भन्दैन त अङ्कलसँग। उहाँलाई चाहिँ मैले तपाईँ नबस्नुहोस्, तपाईँ अलि तलतिर बस्नुहोस् भनेको थिएँ कि त्यहाँ बस्नु भएको चाहिँ एउटा न एउटा भइहाल्थ्यो कि आज। त्यहाँ पनि आएको, तर अलिक पहिला थाहा पाएन नि त। अगाडि ताई काटिसकेपछि पछाडिबाट आयो, मेरो साइडबाट पछाडिबाट आयो। खोलाको डिलदेखि गएछ क्या। अस्ति त्यहीबाट गएको होइन। मैले एकजना अमेरिकन हन्टरले भनेको सुनेको, हिजो अस्ति मात्रै त्यो भिडियो हेरेको थिएँ। डियरहरूले विशेष गरेर खोला किनारलाई पनि सेफ प्लेस मान्छ अरे। त्यो बेडिङ एरिया पनि त्यहाँनिर अघि हामी आयौँ त्यो झाडी, त्यो बेडिङ एरिया उनीहरूको बस्ने चढ्न हो। जस फन भयो। थ्याङ्क यू अनि एल्डर जगत, थ्याङ्क यू भेरी मच। ब्याड लक भइरहेछ, हामीले हेरेको पोजिसन अरूले नै टेक गरेछ। अब के भने हो, योपालिको हन्टिङ टिप्स 2024 को हन्टिङ टिप्स कस्तो लाग्छ हजुरलाई? ओहायोमा पहिलोचोटि नयाँ अनुभव बटुलिरहेको छु। चिसो छ, धेरै चिसो पनि रमाइलो भइरहेको छ। भनेको सोचे जस्तो मृग त अब देखेको छैन, तर मुमेन्ट्सहरू चाहिँ धेरै छ। तर समयमा सायद आज भोलि मानिसै नै एउटा न एउटा त फेला पर्छ होला भन्ने विश्वास छ। तर so far it's been fun, so yeah, I like it. Thank you. बुवाले हेर्दै हुन्छ कता चाहिँ मृग पर्छ भनेर। आज बुवा र म यहाँ डिलोवेनमा आएको छौँ। बुवाले हेर्दै हुन्छ कता चाहिँ मृग धेरै आउने भनेर पहिलाउनै हुनुहुन्छ। डियरले ट्याग गर्दा स्टिल ठुल्ठुलो डियर अझै छ भन्ने कुरा बुझिरहेको छु। हेर्नुहोस् तपाईँहरू पहिला ट्र्याकिङ गर्दैछु म, अनि अझै पनि सिधै गर्ने चाहिँ ठुल्ठुलो व्हाइट टेल डियर छ भन्ने कुरा यहाँ बुझिरहेको छु। हेलो सबैलाई, धन्यवाद भिडियो हेर्नुभएको लागि। आशा गर्छु लाइक गर्नुहुनेछ, कमेन्ट गर्नुहुनेछ, अनि सब्सक्राइब पनि गर्नुहुनेछ। अर्को भेटौँ है त।